हेलो साथीहरु, तपाईहरुलाई एउटा चीज देखाउँछु है। यो चाहिँ डोसा बनाउने चावल हो, जसमा मैले चना दाल, उडद दाल र चामल मेथी हालेर भिजाएको छु नि। तपाईहरु सोच्नुहुन्छ होला कि ओहो यो त कसरी बनाएर खाने, डोसा भने कसरी बनाएर खान्छ, इडली कस्तो हुन्छ, के हुन्छ भन्नुहुन्छ होला। तर इजी छ, यो घरमा भिजाएर बनाउनु पर्छ। अनि यो चाहिँ ब्रेकफास्टमा बहुत हेल्दी चीज हो। यो चाहिँ बच्चाहरुको लागि एकदम राम्रो हुन्छ। तपाईहरुले पनि ट्राई गर्नुहोस्। मैले चाहिँ यो चाहिँ आधा आधा चाहिँ मैले पिसेर यहाँ राखिसकेको छु, आधा चाहिँ पिस्दैछु। तपाईलाई म तपाईले यसलाई चाहिँ बारीक गरेर पिस्नुपर्छ। यति गर्नुपर्छ, यति टेस्टी हुन्छ यो बनाउँदा खाँदाखेरि। यसको लागि चाहिँ नारियलको चटनी, फलेको चटनी या फेरि आलुको सब्जी बनाउनुपर्छ। थोडा थोडा गरेर पिस्नुपर्छ, ज्यादा पानी पनि हाल्नु हुँदैन, पिस्दाखेरि पातलो भइदिँदै राम्रो हुँदा फेरि। देखाएर पट्या सक्कलतिर टिभीलाई हेरेर गर न। यो फेरि सेकेन्ड बारी पिस्दैछु म।